हेलो साथीहरु सबैजनालाई नमस्कार र मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हाम्रो त के भन्ने म चाहिँ आफ्नै गाउँ ठाउँबाट छु अहिले चाहिँ त्यसैले आज हाम्रो मकै छँदैछ नि त खेतमा उनीहरुलाई चाहिँ खेतालालाई चाहिँ खाना लिएर जाँदै छु। सो हेर्दै गर्नु होला भिडियोमा बन्दै गर्नु होला। भिडियो चाहिँ मैले धेरै समयपछि बनाउँदै छु। पहिला त बनाउँथे यहाँ घरमा आएदेखि बनाएको थिइनँ। त्यही भएर अलि बोल्न पनि आजभोलि कन्फ्युजन छु के बोलौँ के नबोलौँ। मतलब हुन्छ नि बनाउँदै बानी पर्छ नि त। त्यो बेलाको जस्तो अचाल चाहिँ अलि बोल्न अलिक कन्जुस हो कि कन्फिडेन्ट हुन्न। त्यसैले बोलीमा थोरै मिस्टेक हुन सक्छ। साथीहरु नराम्रो नमान्नु होला। खेतमा जान चाहिँ अलि टाइम चाहिँ धेरै छ कि मतलब बाटो धेरै छ लामो छ त्यही भएर टाइम लाग्छ। हाम्रो घरदेखि बाटो चाहिँ खेतमा पुग्दासम्म धेरै लामो छ। यता उता गर्दा खेत धेरै लामो हुन्छ क्या। सट्ट लाएर चाहिँ हाम्रो खेतमा जाने बाटो हो। बाटो त राम्रै थियो मतलब राम्रै छ अझै पनि पहिला जस्तो छैन। पहिला त एकदम दुःख थियो। यहाँ सानो करिडोर मात्रै थियो। करिडोर हो कि सानो रोड मात्रै थियो। अरू निशानी हुन्छ नि हो त्यस्तै बाटो थियो। अहिले चाहिँ यहाँ दोधार लाएर चट्ट माथिबाट हल्का फुल्का गिटी बिछाइदिएको छ। त्यति भएपछि सजिलो पनि छ। पहिला जस्तो छैन। त्यही भारी बोकिरहनु पर्दैन। बाटो छ जङ्गलको घम्तीमा। जस ठाउँ चाहिँ राम्रै छ। बाटो नराम्रो भए पनि केही समय हिँडेपछि टक्क लाएर हाम्रो काली गण्डकीको छेउमा चाहिँ हाम्रो खेत छ। टक्क हेर्न सक्नुहुन्छ। सट्ट लाएर यतातिर चाहिँ खेत छ। यता चाहिँ गण्डकी सर गर्मीको मौसममा चाहिँ खेतमा काम गरेर अनि पौरिन गए क्या कायदा हुन्छ। अहिले त जाडो छ क्या नगर्छु। यहाँ चाहिँ अलि बाटो पनि अलि दुःख छ। पत्थर कस्तो पत्थर भन्छन् यस्तो छ। यहाँ चाहिँ खोला सानो खोला छ। यसलाई चाहिँ हामीले हाम्दी खोला भन्छौँ। हाम्दी खोला सट्ट पहिला यहाँ उयो थिएन नि त। यो वाल उठाएको थिएन तलैबाट थियो। अनि यहाँबाट आउन जान अलि डर लाउँथ्यो। आजभोलि चाहिँ सजिलो भयो। यो वाल उठाएपछि मास्तिरबाट बाढीले ल्याएको बगैँचा यहाँ बिसाइदिए। अनि सट्ट लाएर माथिबाट उचालिए बाटो जाने। यहाँ डर लाउँदथ्यो नि त। पहिला एक्लै आउन अलि डर लाउँथ्यो। आजभोलि लाग्दैन खासै। यहाँ माथि चाहिँ हाम्रो खेत छ। यहाँ चाहिँ राम मन्दिर छ सानो चट्टको। अब चाहिँ यो खोला तरेपछि चाहिँ आउँछ हाम्रो खेत। यो सानो उकालो छ। थक्कै लाग्यो हौ। थक्कै लाउने हौ भारी बोकेर हिँड्न त। तर यति चाहिँ गर्न पर्छ। उता चाहिँ जतिरहनु बाहा भात कहाँ राखम। खै सुन्नु भएन। यहाँ चाहिँ आलस हो यो आलस म चिन्दिनँ। यहाँ चाहिँ डोका बिसाएर पानी बनाएको छु चट्ट लाएर। भरिदिन पर्यो नि। यो खानी त होइन हात धुनलाई चाहिँ भरिदिनु पर्ला नि। उहाँ जोत्ने चाहिँ नि मेरो ससुरा बुवा। अनि उहाँ चाहिँ नि खेताला मकै छरिरहनु भएको पछि रोप्नु भएको छ। एक खुन्टा झराल्ने।
त्यहाँ चाहिँ मन्दिर यता फर्केको छ यता चाहिँ नि कालीगण्डकी नदी नबनेको आइसक्यो के कुनै भोलि शनिबार भोलिलाई उस बनेको होला सके अकरा घर त रह्यो तिम्रो मुहाले भन्न के हो त घर त रह्यो कहाँ रह्याले भनेको रोसी खाएर गिराउ नि आज बेलुका गिराउनु मेलाई बिग्रियो पनि छैन चौसीले दोकान हेर्ने नाति हेर्ने नाति भाग्छ खेतामा जान्छु भने दुई पत्ता रोइछ सकिन्छ अमिलो अचार छ च्याट्टाको खानेको अच्छा हुन्छ खाने खाने दुई बत्तल छौ मातेर सुतिया थिए खाली पेट आएको आइसक्यो खाएको त धेरै नै आइनु छ खायो मेरो छोड्दैन बुढा अगाडि आयो भने बुढी पछि पछि आउँछन् एउटा अगाडि एउटा पछाडि बोलाएको न्यु पारे लिएर आइबिएको बुढा अगाडि आयो लिएर आइबिएको भन्ने खै मलाई दिने यता भन्ने बुढा अगाडि आयो फेरि बिहा गर्ने आइबिएको छ खाइदिएको
कति चिट्टो के डर लाग्छ Sangka murah. Yo, apa dia? Amat. Mati. मेला पनि सकिने बेला हुन लाग्यो एउटा दुईटा तिनटा चारवटा गराको चट्ट लाएर डल्ला परेर भेल्ला के बा कुन म हो चिने खास हो र तँलाई लाज लाग्छ होइन र लाज लाउँछ देखाइदिएको त कति होस् यो बेला कति रात देखिँदो रहेछ भिडियो मास्तिर गरामा गाला कटिरहेछ मेरो हो र तेरो पनि छ ऊ हेर त मेरो पनि छ डन्डी फर्नु कति टाढा देखेको अन्त भनेर टक्क लाएर ठक्क भ्याउँदै भएन बिर्सिएछु फेरि बनाउने लौ खेतला सेतला भ्याइया अब त हिँड्यौँ भाउ घरतिर के अरे भिडियो बनाउँदै आइज ला भन्दै बोलाइरहेको थियो अन्त त्यसले हान्छ भनेर क्या अगाडि अगाडि दौडेको झोला बोकेर मुढा आएछ ऊ रौसी पानी दाउराहरू पाक्दैन उत्रिन्न सुरुमा त हुन्छ उसले आयो हुन्छ
खतरा मिल्यो घाँस दाउरा बोरा घस्राम घुस्रुम जस्तो पाए त्यस्तै यो मेलोबाट छुटेपछि हो क्या बाख्राले केही खान्छ के रे लाइजाइ गर भाइ अब गराउदिनु थकैला आज ठिक्क नाम्लो पनि नभएको बोरा पनि उस्तै च्यातिएको विपद क्या रे मेरो चानी धन्न डोका थियो र यसो एउटा दाउरा माथि लिएर आउन पाएँ यो चाहिँ हातको हातै छ यसको केही काम आएन एकचोटि हात थियो नि त टेकाएर टक्क भिडियो बनाउन आइदिएको थियो हे बरै थकै लाग्यो क्यार्न र रित्तै हुने मान्छे उहाँ पुगिसके खै कहाँ पुगेँ उहाँ बाटो नि यस्तै छ आउँदाखेरि त सजिलो हुन्छ भारी बोकेर आउन माथि जाने बेला चाहिँ एकदम दुःख हुन्छ क्या नि त स्वाहा राम्रो देखिएको छ बाजा पनि बजाएको छ आज त यति हाँस्दैन र बरु